हेलो फ्रेंड्स, वेलकम टू आवर सी ट्युब एजुकेसन। तो साथीहरु, आज हामी फेरि पनि आइसकेको छु न्यू भिडियो लिएर, जुन कि तपाईहरुको स्क्रिनमा हेर्न सक्नुहुन्छ। आज हामी एलसीआर एन्ड आरसी सिरिजको न्यूमेरिकल गर्नेछौँ। यसको न्यूमेरिकल अगाडि एउटा गरिसकेको छ हामी, र यसको थ्योरी पनि अलि जुन इम्पोर्टेन्ट छ न्यूमेरिकलको लागि, त्यो थ्योरी पनि यो भन्दा जस्ट अगाडिको भिडियोमा मैले राम्रोसँग बुझाइदिएछु। त्यहाँबाट गएर एकचोटी त्यो भिडियो हेर्नु होला, त्यसपछि तपाईं यो भिडियो हेर्नु होला, ताकि तपाईहरु बुझ्नको लागि सजिलो होस् कसरी न्यूमेरिकल बन्छ भने पूरै डिस्कस गरेछु त्यो भिडियोमा। ठीक छ, तो साथीहरु, च्यानल नयाँ हुनुहुन्छ भने च्यानल सब्स्क्राइब गरी बेल आइकन दबाइदिनु होला। पढ्ने साथीहरु पनि शेयर गर्नु होला। तपाईको समय बढी नलिकन डाइरेक्ट जान्छ हामी न्यूमेरिकलमा। ओके, त हेर्नु के छ भने 2080 रेगुलर ब्याकमा क्वेशन सोधेको छ। यो क्वेशन तपाईहरुको 2080 रेगुलर ब्याक स्कलरशिप एक्जाम हुन्छ सबैमा, तीनवटैको लागि यो क्वेशन सोधेको थियो। फिजिक्स सेकेन्ड सेमेस्टरबाट, सीटीबीटी को फिजिक्स सेकेन्ड सेमेस्टरबाट 2080 को रेगुलर ब्याकमा न्यूमेरिकल क्वेशन सोधेको रहेछ। क्वेशन के छ भने what is the impedance of a series combination? ठीक छ, what is the impedance of a series combination of a resistance of 1 kilo ohm? ठीक छ, 1 kilo ohm and capacitance of a capacitor 2 mu farad। ठीक छ, त्यसपछि at a frequency of 50 hertz। यति रहेछ यसको क्वेशन। ठीक छ, क्वेशन के छ भने तपाईहरुलाई हेर्नु दिएको हाम्रो कुरा दुईटा छ। एउटा रेसिस्टेन्स दिएछ 1 किलो ओहम र क्यापासिटन्स को क्यापासिटर दिएछ हामीलाई 2 मेगा फ्याराड र फ्रिक्वेन्सी दिएछ हाम्रो 50 हर्ट्ज। तीनवटा कुरा दिएछ हामीले, र हामी निकाल्न के भनिरहेछ भने सिरिज, जुन यो कनेक्सन सिरिज भन्छ। कस्तो सिरिज भन्छ तपाईहरुलाई अहिले म हेराउने छु। जुन यो सिरिज भन्छ हाम्रो कम्बिनेसन सिरिज, यसको इम्पिडेन्स कति हो, यसको इम्पिडेन्स कति हो भन्ने निकाल्न भनिरहेछ। त्यो क्वेशन सोलुसन गर्न भन्दा अगाडि म एउटा तपाईहरुलाई के इम्पोर्टेन्ट कुरा हेर्न चाहन्छु। यही यसैको भिडियो म अगाडिको जस्ट अगाडिको भिडियोमा हालिसकेको छु। यसको भिडियोको म डिस्क्रिप्सनमा लिंक राखिदिने छु, चाहे तपाईहरु च्यानल भिजिट गरेर हेर्न सक्नुहुन्छ। ओके, चाहे कमेन्ट बक्समा राखिदिन्छु। ठीक छ, हेर्नु यहाँ इम्पोर्टेन्ट थ्योरी, इम्पोर्टेन्ट मोस्ट इम्पोर्टेन्ट क्वेशन जुन छ मैले यो भनेर तपाईहरुको यहाँ अगाडिको भिडियोमा म डिस्कस गरेछु, त्यो राम्रोसँग हेर्नु ल। के छ नेटमा दुईटा सिरिजको बारेमा भनेछु, एउटा एलसीआर सिरिज र आरसी सिरिजको भनेछु। र एलसीआर सिरिजमा के हुन्छ भने एलसीआर तीनवटै कम्बिनेसन हुन्छ, यानी कि इन्डक्टेन्स, क्यापासिटेन्स र रेसिस्टेन्स तीनवटै हुन्छ भने हाम्रो जुन सिरिज हुन्छ त्यो सिरिजमा तीनवटै कम्बिनेसन हुन्छ भने त्यो हाम्रो के हो, एलसीआर सिरिज हो। यदि हाम्रो सिरिजमा रेसिस्टेन्स र क्यापासिटेन्स मात्रै कम्बिनेसन छ, दुईटा मात्रै छ भने त्यो कुन सिरिज हुन्छ, आरसी सिरिज हुन्छ। ठीक छ, र त्यसपछि हाम्रो हेर्नु र यसको फर्मुला पनि म त्यस भिडियोमा राम्रोसँग डिस्कस गरेछु। यहाँ हेर्नु फर्मुला जुन छ यसको जेड भनेको इम्पिडेन्स हो। यहाँ हेर्नु लेखिदिएछु मैले जेड, हेर्नु ठीक छ, जेड भनेको इम्पिडेन्स हो। यसलाई ओहमको युनिट हो, यसको युनिट के हो, ओहम हो। ठीक छ, जेडले इम्पिडेन्सले जेडलाई डिनोट गर्छ। ठीक छ, र यसको युनिट ओहम हो। तो जेड भनेको इम्पिडेन्स इक्वल टू आर स्क्वायर प्लस एक्सी स्क्वायर। एक्सी स्क्वायर भनेको जुन यो एक्सी छ नि, एक्सी यो भनेको हाम्रो यहाँ हेर्नु मैले लेखिदिएछु राम्रोसँग क्यापासिटिभ रेसिस्टेन्स, ओके, क्यापासिटिभ रेसिस्टेन्स। त्यस्तै गरी यसको जुन फर्मुला हो एउटा यो फर्मुला हो, र त्यस्तै गरी अर्को जुन हुन्छ आर जेड इक्वल टू यानी कि इम्पिडेन्स इक्वल टू आर स्क्वायर प्लस एक्सएल माइनस एक्सी को होल स्क्वायर। ठीक छ, यो फर्मुला जम्मा दुईटा फर्मुला छ, र यो फर्मुला हाम्रो एलसीआर सिरिजको लागि हो र यो आरसी सिरिजको लागि। कसरी बुझ्ने, यसमा यल र सी दुवै आछ, त्यसै कारणले एलसीआर, यसमा सी मात्रै आछ, त्यसै कारणले हामी आरसी सिरिजको। ठीक छ, र अब हेर्नु एक्सी कसरी निकाल्ने, जुन यो क्यापासिटिभ रेक्टेन्स यो कसरी निकाल्ने, यो निकाल्न लागि यहाँ हेर्नु मैले माथि हेराइदिएछु। एक्सी निकाल्ने र एक्सएल निकाल्ने दुवै फर्मुला यहाँ छ। त एक्सी निकाल्नको लागि आई अपन डब्लुसी, त्यसपछि आई होइन 1 अपन डब्लुसी भनेको ओमेगा सी हो। 1 अपन ओमेगा सी, ओमेगा के हुन्छ फर्मुला 2πf। ठीक छ, 2πf हुन्छ, जुन कि 1 अपन 2πfc हुन्छ यहाँ। ठीक छ, त्यस्तै गरी एक्सएल को डब्लुएल हुन्छ, जुन कि ओमेगा भनेको 2πf हो, र यहाँ के हुन्छ 2πf अनि इन्टु एल। यति भयो, यही तपाईहरुको फर्मुला हो। बडी के सोध्छ भने हाम्रो करेन्ट पनि कहिलेकाहीँ सोध्न सक्छ, पावर पनि सोध्न सक्छ। त्यो फर्मुला यहाँबाट हेर्न सक्नुहुन्छ। यसको मैले अगाडि भिडियोमा पूरै डिस्कस गरेछु, राम्रोसँग त्यो भिडियो हेर्नु ल। जाउँ अब डाइरेक्ट हामी सोलुसनतिर। ठीक छ, तो सोलुसन हामी के लेख्छौं, फर्स्ट हामी सोलुसन
ठीक छ। सोलुसन त्यसपछि हामी गिभेन के छ हाम्रो फर्स्ट हाम्रो छ रेसिस्टेन्स छ गिभेन। एकैचोटि भिडियो पज गरेर म गिभेन लेख्छु। त यहाँ हेर्नु मैले गिभेन लेखिसकेको छु। अब हेर्नु गिभेन के छ रेसिस्टेन्स R इक्वल टु 1 किलो ओहम छ, क्यापेसिटेन्स 2 मेगा फ्याराड छ र त्यसपछि फ्रिक्वेन्सी 50 हर्ट्ज छ, इम्पिडेन्स हामी निकाल्नु पर्ने छ। यो सबै हामीले गिभेन दिएकोबाट लेखेको ठीक छ। अब हेर्नु 1 किलो ओहम जुन छ यसलाई किलोलाई के गर्ने ओहममा चेन्ज गर्ने, किन हाम्रो युनिट जो हुन्छ ओहम मात्रै राख्नु पर्ने हुन्छ, सबै केमा हुनुपर्छ सिजिएस युनिटमा हुनुपर्छ ठीक छ। यानी कि एसआई युनिट हुनुपर्छ, जुन कि एउटै युनिट चाहे एउटै युनिटमा राख्नु पर्ने हुन्छ सबै ठीक छ। त 1 किलो ओहम जुन छ यसलाई 1000 ओहम बनाइदिनु र 2 मेगा जुन यो छ नि यसलाई के गरिदिने इन्टु 10⁻6 ले, यानी कि 1 म्यू जुन छ 1 म्यू इक्वल टु 10⁻6 हुन्छ ठीक छ नि। त्यसै कारणले हामी 10⁻6 लेखे -6 भनेको डिभाइडमा 10⁻6 फ्याराड हो ठीक छ। त्यस फ्रिक्वेन्सी 50 हर्ट्ज भयो। यति तपाईहरुले क्लियर भयो। त्यसपछि हेर्नु यसको सिरिज कसरी भन्छ भने फर्स्टमा के छ रेसिस्टेन्स छ ठीक छ। रेसिस्टेन्स हाम्रो यस्तो सिम्बल हुन्छ, थाहै छ होला, छैन भने अगाडि भिडियो म भनिसकेछु अगाडि नै। रेसिस्टेन्स यस्तो हुन्छ र त्यसपछि हाम्रो अर्को छ हाम्रो क्यापेसिटर। एउटा रेसिस्टेन्स एउटा क्यापेसिटर छ। क्यापेसिटरको यस्तो हुन्छ हैन क्यापेसिटर। त्यसपछि हाम्रो अर्को के हुन्छ सोर्स हुन्छ, जुन कि सोर्स हुन्छ यस्तो हुन्छ। यो हाम्रो सिरिज भयो ठीक छ। सिरिजमा यो के छ हाम्रो रेसिस्टेन्स हो, यो हाम्रो क्यापेसिटर भयो। यसको भ्यालुमा दिएछ, यसको पनि भ्यालुमा दिएको छ 1 किलो ओहम र यसको हाम्रो दिएछ 2 मेगा फ्याराड ठीक छ। यति हाम्रो दिएछ र यसको हाम्रो फ्रिक्वेन्सी दिएछ 50 हर्ट्ज। यति हाम्रो कुरा दिएछ र यसबाट हाम्रो जुन इम्पिडेन्स निकल्छ, यसबाट हाम्रो जुन जेड निकल्छ यो हामीलाई निकाल्न भनेको छ ठीक छ। इम्पिडेन्स जुन यो सिरिजको इम्पिडेन्स निक्लिन्छ यसबाट हामीले त्यही निकाल्न भनिरहेको छ इम्पिडेन्स जेड इक्वल टु वाट। अब सबभन्दा पहिला हामी के गर्छौँ यो फर्मुला युज गर्छौँ, किनभने हामीले जेड इक्वल टु रुट आर स्क्वायर प्लस एक्सी स्क्वायर लगाउँछौँ फर्मुला। तर सबभन्दा पहिला हामी एक्सी स्क्वायरबाट निकाल्छौँ। एक्सी को लागि एक्सी 1/ओमेगा c हुन्छ। 1/ओमेगा c भनेको 2πfc हुन्छ ठीक छ। 1/ओमेगा c ठीक छ। यहाँ त वी नो दैट एक्सी इक्वल टू एक्सी भने के हो क्यापेसिटिभ रिएक्टेन्स ठीक छ। क्यापेसिटिभ रिएक्टेन्स हो यो तपाईहरु थाहै छ छैन भने हेर्नु क्यापेसिटिभ रिएक्टेन्स ठीक छ। त्यसपछि 1/ओमेगा c, ओमेगा c भनेको 1/2πfc ठीक छ। त 1/2π भनेको फाइ नै भयो, एफ भनेको फ्रिक्वेन्सी हामी दिएछ हेर्नु 50 हर्ट्ज दिएछ। त 50 भनेको 50 भयो र त्यसपछि सी भनेको क्यापेसिटर दिएछ हामीले 2 मेगा फ्याराड, यानी कि यसलाई हामी फ्याराडमा चेन्ज गरेको 2 × 10⁻6 यति हो। अब यसलाई एक्सी यहाँ एक्सी आउँछ। अब यो क्याल्कुलेटर थिचौ हेर्नु मैले क्याल्कुलेटर थिचेपछि कति आयो 1591.54 यानी कि 55 गर्न पाइन्छ यसलाई। हेर्नु जुन छ नि पाईको भेल्यु तपाईहरु 3.14 नराख्नु। यो पाई हामीले डाइरेक्ट क्याल्कुलेटर थिच्न मिल्छ। कसरी मिल्छ भने पहिला शिफ्ट थिच्नु, शिफ्ट थिचिसकेपछि तपाईहरु x 10 को पावर x छ नि यो तपाईहरु यहाँ थिच्नु। हेर्नु यो मैले लेख्छु पहिला, त्यसपछि म भन्छु तपाईलाई 1591.55 x को युनिट ओहम हुन्छ ठीक छ। हेर्नु यसलाई क्यान्सल गर्नु। सबभन्दा पहिला शिफ्ट थिचे, त्यसपछि x को यो थिच्ने, यो थिचिसकेपछि के आउँछ पाई आउँछ ठीक छ। यसरी नै यो पाईको भ्यालु यसरी नै राख्नु ठीक छ। त्यसपछि अगाडि बढ्छ हामी। x को भ्यालु आइसकेपछि अब हाम्रो डाइरेक्ट फर्मुला के हुन्छ इम्पिडेन्सको IMPN। इम्पिडेन्स को के हुन्छ जेड ले डिनोट गर्छ र यसको फर्मुला हुन्छ हाम्रो रुट आर स्क्वायर प्लस एक्सी को स्क्वायर, यो फर्मुला हुन्छ ठीक छ। इम्पिडेन्स फर्मुला के हुन्छ आर स्क्वायर प्लस एक्सी स्क्वायर हुन्छ ठीक छ। त्यसपछि हेर्नु
जेड इक्वल टू दैट हामी इक्वल टू लेख्छौँ इक्वल टू रुट आर को भ्यालु कति रहेछ हाम्रो रेसिस्टेन्स 1 किलो ओहम भनेको 1000 ओहम यहाँ के लेख्छौँ हामी 1000 के स्क्वायर प्लस एक्सी कति आयो हाम्रो 1591.55 1591.55 यसको पनि स्क्वायर गर्छौँ पुरै रुटमा अब यो हामी क्याल्कुलेटरमा थिच्छौँ भने कति आउँछ हेर्नु यहाँ हेर्नु मैले क्याल्कुलेटरमा थिचिसकेपछि कति आउँछ भ्यालु हाम्रो 1879.63 समथिङ 64 समथिङ आउँछ हैन त्यो 1879.64 यसको हेर्नु अब इम्पिडेन्सको युनिट के हुन्छ तपाईहरु यदि युनिट एक्जाममा छोड्नुहुन्छ भने युनिटको छोड्नुहुन्छ भने तपाईहरुको 1 देखि 2 मार्क्ससम्म काट्न सकिन्छ त्यसैकारण तपाईहरु युनिट कहिले पनि एक्जाममा नछोड्नु होला युनिट ध्यान दिएर लेख्नु नै होला ठीक छ यसको युनिट हुन्छ ओमेगा ठीक छ सरी ओहम यसको के हुन्छ ओहम यसले ओएचएम लेखिन्छ ठीक छ ओहम यसको युनिट यति भयो इम्पिडेन्स जुन अहिले क्वेशनले सोधे अनुसार हामी निकालिसकेको छ अब लास्टमा के लेख्छ हामी लास्टमा लेख्छौ जुन क्वेशन चाहिँ भनेछ नि इम्पिडेन्स अफ अ सिरिज कम्बिनेसन त्यही हामी यहाँ लेखिदिन्छौ द इम्पिडेन्स IMPEDNC impedance of a series combination is के हुन्छ जति हाम्रो भ्यालु आछ 1879.64 ओमेगा लेखिदिने यहाँ हाम्रो के भयो आन्सर भयो यति तपाईहरु गर्नुपर्ने हुन्छ यति थोरै गर्नुपर्छ नि कति छ के गर्नु पर्यो यसमा गिभन लेख्यो एउटा सानो फिगर छाप्दियो फिगरमा के छैन हेर्नु डब्ल्युसी यानी कि एक्सी निकाल्यो एक्सी निकालेर इम्पिडेन्सको फर्मुला लगायो दुईटा मात्रै फर्मुला लगायो र हाम्रो प्रब्लम सल्भ भयो यतिमा तपाईहरुको फ्रीमा 4 मार्क्स पाउनुहुन्छ 4 मार्क्स क्वेशन रहेछ यो तपाईहरुको न्युमेरिकल सोध्ने गरिन्छ प्राय सो सधैं रिपिटेड क्वेशन हो तपाईहरु क्वेशन ब्याङ्क हेर्नु होला यस्तै खाले क्वेशनहरु अगाडि नै आउँछन् एप्लाइड मेकानिक्स फिजिक्स सबै आउँछन् त्यसैले च्यानल सब्स्क्राइब राख्नु होला ल त साथीहरु अहिले यति नै फेरि पनि अर्को भिडियोमा भेटौँला तबसम्मलाई हस्त धन्यवाद टेक केयर